सिकेर खेतीमा रमाउँदै सन्तानलाई विद्यालय पठाउँदै विपन्न महिला। सप्तरीका विभिन्न पालिकाका विपन्न महिला सिकेर सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन्, जसबाट उनीहरूको जीवनस्तरमा सुधार भएको छ भने शिक्षाको उज्यालो घामबाट वञ्चित रहेका उनका बालबच्चाहरू अहिले उल्लेख्य संख्यामा विद्यालय जान थालेका छन्। विगतमा स्थानीय साहु महाजनका खेतबारीमा काम गरेर परिवार चलाउँदै आएका सप्तरीका विभिन्न पालिकाका विपन्न समुदायका महिला पछिल्लो समयमा सामूहिक साग सब्जी खेतीमा जुटेका छन्। यसबाट उनीहरूको जीवनस्तरमा सुधार आएको छ भने आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित ती परिवारका बालबालिका अहिले उल्लेखनीय संख्यामा विद्यालय जान थालेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर 7 की दलित महिला सीता देवी सदा भन्छिन्, विगतमा साहु महाजनको खेतबारीमा काम गरेर जसोतसो परिवार चलाउँदै आएकोमा अहिले सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेन नामक संस्थाले सिपसँगै लिजमा दिलाइदिएको खेती योग्य जग्गामा आफू सहित 1 दर्जन महिला सामूहिक खेतीमा जुटेका छन् र यसबाट हुने आम्दानीले परिवारको लालन पालन र सन्तानको शिक्षा दीक्षा सहज भएको छ। दबाई बनाके देली अपना से बढ़िया भेलैया। 5.5 मन कट्ठा धान उपजलै एहिमे, आ जाहिमे खाद दए के बनेलियै ताहिमे 3.5 मन कट्ठा 3 मन कट्ठा उपजलैया, तऽ बचत बढ़िया भेलैया, नीक भेलैया। बच्चा सब पढ़ै लिखै लए देने छियै, पढ़ै लिखै छै बच्चा सब, आमदनी होइ छै, बच्चो सबके दै छियै, पढ़ै लिखैमे सठै छै, अपनो सठबै छियै, कनि राखबो करै छियै, बचतो करै छियै। त्यस्तै तरकारी खेतीबाट आम्दानी बढ्दै गएपछि हौसला मिलेको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर 7 की महिला कृषक प्रमिला देवी शाहको भनाइ छ। उनी विगत 7 वर्षदेखि मौसमी साग सब्जी खेती गर्दै आएकी छिन्। भेटै छै तहिया खेती बाड़ी करै छै, अपनो खाइ छै, बेचबो करै छै, बिया बाल बढ़िया भेटै छै, आबै छै खेत देखैयो ल, धियापुता पढ़बै लिखबै छियै, बेचलो बिकनलो त अपनो खेलो, धियोपुता पढ़ाई लिखाई सब चीज होइ छै। साहु महाजनकोमा मजदुरीमा मात्र सीमित रहँदै आएका सो गाउँका विपन्न महिला जीविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आय आर्जनका लागि तरकारी खेतीतर्फ अग्रसर भएको र यसका लागि सेभ द सप्तरी र सेभ द चिल्ड्रेन नामक संस्थाले सहयोग गरेको महिला कृषकहरू बताउँछन्। सिपसँगै आवश्यक स्रोत साधन पाएपछि मौसमी तथा बेमौसमी दुवै खाले तरकारी खेती गर्न सहज भएको उनीहरूको अनुभव छ। में जाइत रहिए सर, तब खाइत रहिए, पहिने से धान उठा के घर गृहस्थ के खा लै छलिए सर। अखनी बाड़ी में जहिया से छिए तहिया से 60 धान दै छै सर, आरु तो 5 कट्ठा हम करे छिए, 25 मन धान होइ छै, तो ओकरा धान आरु दे के तब उगरै छै। तो जहिया से एमे रहलिए तरकारी खेती में तहिया से नहीं बोनि तोनि उठबै छिए, तो वही में सब धान रहे छै तो खाइ छिए। आइ तरकारी तीमन होइ छै तो बेचै छिए, तो बच्चा सबके डट कॉफी जेहन मन होइ छै दूध दही खिबै छिए, हरा हरा सब्जी आरु दै छिए, आ तब बच्चा के राखै छिए तो बचतो 100 टका के राखि दै छिए सर। विपन्न समुदायका किसानको आय आर्जनमा वृद्धि, जीवन स्तरमा सुधार तथा उनको सन्तानको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले विगत 7 वर्षदेखि चलाएको कार्यक्रमले विपन्न समुदायमा यस्तो सकारात्मक परिवर्तन देखिएको हो। स्वरोजगार हो, आत्मनिर्भर बनौँ नाराका साथ उक्त कार्यक्रम अहिले जिल्लाको राजविराज नगरपालिकाका साथै छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाको विभिन्न वडाको विपन्न बस्तीमा सञ्चालनमा रहेको सेभ द सप्तरीका अध्यक्ष ध्रुवदेवको भनाइ छ। उनले कृषक समूह नै बनाएर तालिमसँगै आर्थिक, प्राविधिक र आवश्यक कृषि उपकरण सहयोग स्वरूप उपलब्ध गराएपछि विपन्न समुदायका महिला मात्र नभई पुरुषहरू समेत तरकारी खेतीतर्फ अग्रसर भई राम्रो आम्दानी गर्न थालेको र उनीहरूको जीवनस्तरमा सुधार भएको बताए। 2056 सालदेखि हालसम्म विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय निकायका डोनरसँग हामीले काम गर्दै आइरहेका छौँ। यो सेभ द चिल्ड्रेन आउनुभन्दा अगाडि पनि हामीले एग्रिकल्चरमा CADP-सँग काम गरेर तपाईको धेरै किसानलाई लाभान्वित बनाएका छौँ। तपाईको ट्र्याक्टरदेखि लिएर तपाईको बजार मार्केटिङ गर्ने सेड, हटिया, सिराहामा तपाईको कुवाहरू बनाएर तपाईको अफ सिजन भेजिटेबलको कार्यक्रमहरू हामीले गर्दै आइरहेका छौँ। र हाल हामीले आएर सेभ द चिल्ड्रेन को सहयोगमा स्पोन्सरशिप प्रोग्राम अन्तर्गत
हामीले किसानहरूको लागि, बालबालिकाहरूको लागि तपाईको हामीले एकदमै निरन्तर हामी काम गर्दै आइरहेका छौँ। लगभग 7,000 स्पोन्सरसिप बच्चाहरू पनि छन्। हाम्रो धेरैजसो बाल क्लबहरू पनि छन्। तपाईँको कृषि समूह छन् 15वटा, लघु उद्यमीहरू छन् 225वटा। सिपमूलक तालिमहरू दिएर हामीले कार्यक्रमहरू 6वटा ग्रुपमा सञ्चालन गर्दै आइरहेछौँ। मसल्ला मिलहरू हामीले जीवको उपार्जनको लागि हामीले 2वटा दिएका छौँ। गार्मेन्ट अहिले एउटा सञ्चालन गराएका छौँ गाउँ स्तरमै। भूमिहीन किसानलाई खेतीका लागि लिजमा जग्गा उपलब्ध गराउनुका साथै तालिम, बिउ बिजन, मलखाद, किरा मार्ने औषधि बनाउने सामग्री तथा खेतीका लागि सिँचाइ गर्ने उपकरण लगायतका सरसामान र उपकरण निःशुल्क उपलब्ध गराइएपछि कृषक समूहमा उत्साह देखिएको सेभ द सप्तरीका कृषि प्राविधिक रामकुमार शाहको भनाइ छ। उनले अति पिछडिएका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले उनीहरूलाई घर व्यवहार चलाउन र सन्तानलाई विद्यालय पठाउन सहज भएको सुनाउँछन्। यो कार्यक्रम सबभन्दा पहिले समुन्नति कार्यक्रम सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित छ। यो तपाईँको छिन्मस्ता, विष्णुपुर, तिलाठी, कोइलाडी, राजविराजपुर 5वटा वार्डलाई लिएर समेटिएर कार्यक्रम सञ्चालन छ। शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, किशोर किशोरीको लागि सबै समेटिएर कार्यक्रम गर्दै आइरहेको छ। र साथै यो कार्यक्रम अहिले जुन हामी तरकारी खेती, खासमा व्यावसायिक तरकारी खेती अति पिछडिएको समुदायहरूलाई जस्तै मुसहर, तपाईँको राम, तपाईँको त्यसपछि खङ, अरू अन्य पिछडिएको जुन समाजमा छ त्यो तिनीहरूलाई समेटिएर यो व्यावसायिक तरकारी खेती जग्गा लिजमा लिएर तरकारी खेती सञ्चालन गर्दै आइरहेको छ। संस्थाबाट उहाँहरूलाई तालिम, प्राविधिक सहयोग, अनि बिउ बिजन, मल खाद, समय समयमा निरीक्षण, औजारहरू, सपोर्टहरू जस्तै बोर्डिङ जडान गरिदिने, स्पेयरहरू दिने, दबाई औषधि बनाउनको लागि अर्ग्यानिक तरिकाबाट कसरी खेती सञ्चालन गर्ने चाहिँ प्रविधिबाट नै यहाँ सम्पूर्ण तरकारी खेती भइरहेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका 7का कृषक अरुण कुमार शाहले तरकारीमा लाग्ने विभिन्न खाले किरा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री सहित विषादी बनाउने र छर्ने ज्ञान समेत संस्थाका प्राविधिकले सिकाएपछि खेती गर्न र उत्पादन वृद्धि गर्न सहज भएको सुनाउँछन्। सर यो फाइदा है चाहिँ एमा किराका लागि खास करके नियन्त्रणका लागि ई छै सर। एमा चाहिँ लसुन, प्याज आदि, मिर्चा एते चीजके थुर दऽ देने छै। 7 दिन एकरा सराके तकर बाद छानिके स्प्रे करै छै। एहिसँ की होइ छै, आइयो छिड़बै तऽ आइयो खा सकै छियै, एते फायदा छै एकर सर। आ बाजारसँ कीनिके लाबै छियै तऽ उ 7 दिन परखऽ पड़ै छै और शरीरके लागि हानिकारक छै। ताहि दुआरे हम लोग ई दवाई यूज करै छै अपने से बनाके शरीरके लागि। ई के सिखेलक अहाँके? ई सीखे सेभ द सप्तरी द्वारा ट्रेनिंग हम लोग दिएलकै, तो तहिया से यहाँ यूज करै छै सर। समुन्नति कार्यक्रम अन्तर्गत 2014 अंग्रेजी वर्षदेखि जिल्लाको विभिन्न पालिकाको अति विपन्न बस्तीमा पुगेर 15वटा कृषक समूहको गठन गरी यस्तो अभियान चलाइएको र यसले ती परिवारको जीवन स्तरमा सुधार आउनुका साथै उनका सन्तानको विद्यालयमा पहुँच बढाउन सहज भएको कार्यक्रम संयोजक सन्तोष कुमार यादवको भनाइ छ। सप्तरी जिल्लाको दक्षिणी भेगमा छिन्नमस्ता, तिलाठी, कोइलाडी, विष्णुपुर पालिका र राजविराज नगरपालिकाको 5वटामा जम्मा हामीले 15वटा समूहहरू पुनर्गठन गराएका छौँ र तिनीहरूलाई पालिकासँग आवाजता गर्न हामीले सहजीकरण चाहिँ गरेका छौँ। र अहिले हेर्दा उहाँहरूको प्रभावकारिता सम्बन्धी जुन खास गरी विद्यालयहरूमा, सामुदायिक विद्यालयहरूमा विपन्न वर्गका जुन बालबालिकाहरूको चाहिँ पढाइ लेखाइ छ त्यसलाई हामीले उकास्नको लागि, त्यसलाई ड्रास्टिक चेन्ज गर्नको लागि हामीले एकदमै विपन्न जुन चाहिँ नि मुसहर समुदायका, राम समुदायका अन्य अति विपन्न समुदायहरू छन् त्यहाँ हामीले गठन गरेका छौँ। र अहिले उहाँहरू चाहिँ नि एकदमै आफ्नो जीवनस्तरलाई राम्रो बनाउन यो परियोजनाले, समुन्नति कार्यक्रमले एकदमै सहज चाहिँ नि बनाएका छौँ। सप्तरीमा कुल 68,000 हेक्टर खेतीयोग्य जग्गा रहेको छ, जसमध्ये करिब 13,000 हेक्टर जग्गामा तरकारी खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतको भनाइ छ। उनले पिछडिएको समुदायलाई माथि उकास्न सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनले मिलेर चलाएको कार्यक्रमले विपन्न समुदायमा सकारात्मक परिवर्तन देखिएको बताउँछन्।
सामूहिक रूपमा पिछडिएका समुदाय व्यावसायिक खेतीमा लागेपछि उत्पादनमा मात्र होइन उनीहरूको आयस्तरमा पनि वृद्धि हुने उनको विश्वास छ। नम्बर 7 स्थित सादा मुसहर जाति अन्तर्गत महिला समूहहरूले सञ्चालन गरेको यो पिछडिएको जात अन्तर्गत पर्दछन् र उनीहरूले तरकारी खेती गरिरहेको छ। तरकारी खेतीमा खास गरी अहिले हेरेको हामीले काउली, बन्दा, आलु र खुर्सानी लगाइरहेको छ र यसमा महिला मुसहर जातिको महिला कृषक समूहका मानिसहरूले काम गरिरहेको छ र यसबाट राम्रो उत्पादन हुने हामीले आशा लिएका छौँ। पछिल्लो समय कृषक समूहले देखाएको उत्साहबाट पाठ सिकेर अन्य पालिकाका समेत विपन्न समुदायका व्यक्ति अघि बढ्न सके उत्पादन वृद्धिसँगै उनीहरूको शिक्षा र स्वास्थ्यमा पहुँच तथा परिवारको आर्थिक अवस्थामा सुधार आउन सक्ने विश्वास गर्न सकिन्छ।